हेलो सबैजनालाई, आज चाहिँ यस्तो लुगा लगाएर हामी जाँदैछौँ। कहाँ जाँदैछौँ भन्दाखेरि हामी जाँदैछौँ गोदावरी। सो तपाईँहरू हेर्दै गर्नु होला। आज मसँग पछाडि चाहिँ अस्मिता छ, म अहिले देखाउँछु। सो या बाइ बाइ, लेट्स गो। सो हामीसँग चाहिँ यहाँ अस्मिते, यता हेड हाई बन। हाई। हामी दुईजना चाहिँ आज टोपियाङ भएर हिँडिरहेछौँ साथीहरू। यस्तो घाम छ तर केही छैन हामी, तर त्यहाँ त शीतलै हुन्छ है, पानी नि पर्छ कि। के गोदावरीमा त शीतलै हुन्छ नि त। हुन पनि फेरि शनिबार गयो भने ओभर भिड हुन्छ क्या। सो यही नै इट्स द राइट मोमेन्ट। हुन त गोदावरीमा अलिकति फुर्र जामासम्म केही लगायो भने हुन्थ्यो। छैन वान पिसै केही लुगै ल्याएको छैनौँ कि साथीहरू हामीले त यो होस्टेलमा के। अब हामी अब गाडी चढ्छौँ। हामी त गाडी चढ्दा 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 त साथीहरू म त पुग्नु अझै एउटा लास्ट गाडी चढ्नु बाँकी छ। मेरो टाउको दुइसक्यो, जोस जागर जिरो भइसक्यो। तेरो कस्तो छ अवस्था अस्मिते? यो र म त गाडीमा यत्तिकै सुतेको सुतेकै माथि मलाई गाडीमा यति साह्रो टाउको दुख्छ। त्यही पनि अब घुम्नको लागि गरिरहेको छु साथीहरू। कहिले पुग्ने हो? अझै एउटा गाडी चढेर अब आधी घन्टामा चाहिँ पुग्छौँ कि साथीहरू। गाडीले दिक्क लगाइरहेको थियो होइन, अहिले हुँदा हुँदा पनि यहाँ कस्तो बनाइरहेको छ यो लगन खेलो। अहिले यहाँ पछाडि यो फोहोर यहाँ सबैले नाक यसरी थुलेर बस्नु परिरहेको छ। यस्तो गनाइरहेको छ साथीहरू, भएन। गाडी त्यही माथि आउँदै आउँदैन। अब यहाँ यसरी बस्न पाएको छौँ, अब नाक थुन्दै उफ भन्दै बसिरहेको छौँ। गाडी छिटो पठाइदेऊ साथीहरू। साथीहरू हामी यहाँ मरेर गोदावरी आइपुग्यौँ छ, मरेर कसम भनेको। यस्तो टाउको दुख्यो, यस्तो टाउको दुख्यो, मलाई यति दिक्क लाग्यो त गाडीमा उभिँदा। म कसम भन्नु साथीहरू, अब म 5-10 वर्षको गोदावरीमा आउँदिनँ। अनि हामी ठ्याक्क गोदावरी आएको होइन, यता सिम पानी पर्दैछ। अब फोटो कसरी खिच्ने थिएँ, फोटो भिडियोको लागि आएको। वा उल्ट्याउनु खोजेर नि हामीले अब यहाँ चटपटे अनि पानीपुरी खानु आँटेको छौँ। एउटा पानी पनि खाम होला उसले। पानी जाँदा खाने कि सुरुमा खाने? सुरुमा खाम होला नि। यस्तो झ्याउ लागेको छ साथीहरू, तर के गर्नु होइन। अब यत्रो दुःख गरेको छु युट्युबमा हाल्नलाई नि, भिडियोको लागि भयो भने म यहाँ गर्दैछु। यो पानी पनि मन पर्दैन बल्ल एउटा बल्ल सबै थोक ज्याराक जुरुक भयो यो अमिलोले। स्कुटरमा हात रहेछ नि स्कटवाला। कि 10 बजे आउनु ठिक हो? पछि माइक भएपछि मुखमा लाग्दै क्याराम गर्दै खान्छु मैले। माइक नगर हो क्या सिम्पल। जाडो भयो यार, जाडो भयो। हाम्रो चाहिँ एकदमै बिचमा एकदमै अचानक प्लानमा चेन्ज आयो साथीहरू। हामी चाहिँ गोदावरी जान आएको थियौँ, तर हामीले प्लान चेन्ज गरेर चाहिँ हामी अब यहाँदेखि सिधै मार्बल डाँडा जाँदैछौँ। सो लेट्स गो। एकदम अनएक्सपेक्टेड हाइक भएको छ। सो हेर्दै जानु होला। आइज अस्मिते। गोदावरीदेखि हामी यहाँदेखि मार्बल डाँडा, यहाँदेखि माथि हामी चाहिँ यसरी नै अघि त्यो जुन साइनबोर्ड देखाएको छ त्यतिकै स्ट्रेट नै आयौँ। त्यसपछि यो पार्किङ भन्ने साइन रहेछ। एउटा चाहिँ यहीबाट जान पनि मिल्ने रहेछ, अर्को चाहिँ यहाँबाट जान पनि मिल्दो रहेछ। बिकज हामीलाई पुग्नुपर्ने चाहिँ उता माथिको डाँडा हो कि, त्यही भएर हामी चाहिँ रिस्क लिँदैछौँ साथीहरू। यो जङ्गलको बाटो जाँदैछौँ। सो होपफुली हामी छिटै पुग्छौँ होला। सो लेट्स गो। यहाँ हुँदैन न घरहरू साथीहरू, सबै खोलाले बाढी पहिरो जाँदाखेरि सबै भाँसिएको पुरेको जस्तो कि यस्तो भएको रहेछ। हामी खै बाटो यो बाटो त आयौँ, तर खै कसरी जाने पनि थाहा छैन।
यहाँ अस्मिताले फुल कन्फिडेन्समा हिँड भन्दैछ खै कसरी पुग्ने साथीहरू हामी आउनु त आयौँ होइन बट कस्तो भन्दाखेरि त्यो हाइवेको पुरै पानीले घ्यालाक घ्यालाक भएछ क्या जुत्तै खुट्टै गर्ने गरी अनि यताउति फेरि यस्तो पहिरो गएर बाटो यस्तो ब्लक भएको रहेछ अब यहाँबाट कता हो कता के यस्तो छ जङ्गल तिमी हामी अन्योलमा पहिला चाहिँ साथीहरू के गर्ने भनेर यार फर्केर फेरि गोदावरी नै जानुपर्छ क्या हो माथि गएर हामीले चाहिँ प्लान क्यान्सल गरिसकेको थियौँ साथीहरू तर फेरि अस्मिताले एकचोटि होइन एकचोटि फेरि ट्राई गरौँ यत्रो आइसक्यो भनेर फेरि अब हामी चाहिँ यस्तो ठाडो जङ्गल कहाँ कहाँ जाँदैछौँ बिकज त्यहाँ मुनि देखेको छ त्यहाँ मुनि यस्तो खालको बाटो उयो तर मुनि त राम्रो रहेछ त है तर हेर्न उस छ कि माटो माटो हो मेरो जुत्ता जस्तो उस हुन्छ कि हट्छ कि त्यही भएर अनि हामी चाहिँ यहीँबाट जाँदैछौँ होपफुली हामी राम्ररी पुग्छौँ भने साथीहरू पुगेन भने फेरि जान्छौँ गोदावरी घुम्छौँ अब होपफुली नअट्दिन होला हामी त्यस्तो बाटो हिँडेर साथीहरू बाटो राम्रो बाटो निस्क्यौँ कोसिस गर्ने वालों की कभी हार नहीं होती देख्नुभयो नि साथीहरू लैन कुना कुना कत्रो चट्टान हेर्नु साथीहरू हामीले त गल्ती गरेछौँ कि हामी चाहिँ यस्तो बाटो हिँडेर आयौँ होइन खासै यो मुनि छ नि यस्तो राम्रो बाटो पनि रहेछ के गर्नु महँगोले आफ्नो ढङ्गले यस्तो जुत्ता बनाइ अब यहाँदेखि चाहिँ ठाडो रहेछ यसको टुप्पीमा पुग्नु पर्ने हामी यहाँ खै के हो साथीहरू यहाँ पनि एउटा राम्रो घुम्ने ठाउँ जस्तो छ यस्तो बाटो हिँड्नु पर्ने त साथीहरू यस्तो हेर्नु यस्तो उकालो म यहाँ लौरो बोकेको छु खै के हो मेरो ज्यान पनि धान नसुनु लौरो लेट्स गो साथीहरू पसिनाले हेर्नु यहाँ भन्नुहुन्छ भने हात टेक्दा टेक्दा यस्तो भइसकेको छ मेरो प्यान्ट हेर्नु यस्तो भइसक्यो म त अघि एक ठाउँ लडेँ पनि कसम भन्यो साथीहरू यस्तो दुःख त कता आउँदैन थियौँ कि कसम भन्यो तर त्यो सुरुमा तिमीले 10 मिनट भन्यो भने 10 मिनट भने चाहिँ ल नि त हामी आधी घन्टा 1 घन्टामा त पुग्छौँ होला भनेको अब हामी हिँडेको 1 घन्टा हुन 5 मिनट छ ला पानी थपथप चुहिनु थाल्यो पानी तप 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 हुन थाल्यो अब हामी हिँड्छौँ साथीहरू अब यस्तो आइसक्यौँ अब छोड्ने कुरा अब टुइटै हामी माथि टुप्पामा भेटौँला है त साथीहरू फाइनली यति दुःख पछि 1000चोटि चिप्लिँदै लड्दै ठाउँ पुग्यौँ हामी त अझै माथि होला भनेर सोच्दै थियौँ थ्याङ्क गड हामी पुग्यौँ म तपाईँलाई ठाउँ देखाउँछु मम्मी मेरो त सास फुट्ला जस्तो भइसक्यो साथीहरू मलाई भर्खर जुकाले टोकेर हेर्नु न यस्तो बनाएर त्यो चाहिँ भिडियो रेकर्ड गर्न पाइनँ डर लागेर भन्नु यो चाहिँ यसले टिपेर फाल्यो म त है साथीहरू यहाँ थाकेर यसरी बसिरहेको थिएँ नि चिलाएर यसो कन्याउँछु त झुका यार साथै गयो भएन ओह यस्तो त्यस्तो थकिन्छौँ साथीहरू कुरै नगरौँ यार फर्केर जानुपर्ने कसरी जाने राम अझ हामी चाहिँ माथि टुप्पोमा आएछौँ कि फोटो खिच्ने ठाउँ चाहिँ मुनि रहेछ त्यो मुनि जान फेरि यस्तो भिरालो खालको उकालो जानु के अरे ओह्रालो चढ्नुपर्ने छ साथीहरू फाइनली यति दुःख मेहनत कष्ट गरिसकेपछि हामी हाम्रो फाइनल डेस्टिनेसनमा आइसकेको छौँ मार्बल डाँडा डन्डा भएन किन हो किन हुँदैन यस्तो गर्दाखेरि किन हुँदैन यस्तो गर्दाखेरि हामी चाहिँ जानुपर्ने रहेछ त्यहाँ साथीहरू सो अब चाहिँ हामी फेरि यस्तो हुन्छ नि यो यस्तो भिरालो ओह्रालो छ यस्तो झर्नुपर्ने भयो कि
मेरो प्यान्ट पनि सबै माटो फोहोर भइसकेको छ हेर्नु साथीहरू। अब फेरि यस्तो ओह्रालो हिँड्न पर्छ। आऊ मम्मी हेर्नुहोस् यस्तो बाटो हिँड्नु परिरहेछ। बिस्तारी जायो प्लिज, तँलाई केही भयो भने मलाई माफ नि फेरि तेरो घरकाले। कस्तो यो पकाउन नमिल्ने झारहरू, हात काट्ने झारहरू। उही हेर्नु त यस्तो ओह्रालो छ। अब मैले फोन बन्द गर्नु पर्ने। यता रहेछ नि त अलिकति सजिलो अस्मिते के उस्तै हो ऊ अस्मिता हो कि भुसारले यहाँ कुद्ने हो र छुट्टी मार्नु। म त बस्दै राम प्रभु ल उता पर जान्छ अस्मिते। एकैछिन कसरी आउने अब यहाँदेखि आइज आइज के गरौँ टेक्न बिस्तारै। ल धन्न अब त सजिलो होला नि। ल समात नै डब ल अब चाहिँ साथीहरू अलिकति सजिलो बाटो छ। अब फेरि के आयो यहाँ बड हावा चाहिँ शीतल चलिरहेछ, शीतल हावा। फोटो पनि कस्तो सोचे जस्तै राम्रो आएको छैन कि साथीहरू। मेरो त एकदम प्यान्टमा पछाडि धुलो लाग्यो कि, अनि पछाडिदेखि खिच्दाखेरि ठ्याक्क प्यान्टको चाक्कैमा धुलो लागेछ। देख्न सक्नुहुन्छ पछाडि यही त्यो ढुङ्गामा यही डाँडामा यही भ्यूको लागि हामीले यत्रो दुःख गऱ्यौँ। अनि यहाँ चाहिँ यस्तो छ। धन्न क्रेनलाई पनि बुट्टा सुट्टा लगाइदियो न। सो हामी चाहिँ आइपुगेको छौँ। अब यहाँ हामी फेरि फोटोसुट गर्छौँ, देख्न सक्नुहुन्छ। कस्तो पिसफुल, कस्तो राम्रो छ होइन त साथीहरू। कस्तो लागिरहेको छ तपाईँहरूलाई कमेन्ट गर्नु होला। अब चाहिँ हामी जान्छौँ त्यता। अनि यस्तो शीतल हावा चलिरहेको छ नि। अघिको जुन हामीले असिन बसिन भएर यहाँ आइसक्यौँ, यो चाहिँ अहिले चाहिँ वर्थ इट हुँदैछ। अहिले आएर यस्तो हावा चलिरहेको छ हेर्नुहोस्, शीतल के पुरा हावा। यहाँ हेर्नुहोस् फोटो चाहिँ सोचे जस्तै राम्रो आएन कि मेरो साथीहरू। व्हाट टु डु। अब हामी तलतिर जान्छौँ। ओइ सबै बोकी अस्मिते पानी सक्यो है खाएर। अब हामी उता तलतिर एउटा ढुङ्गा छ, त्यहाँ ढुङ्गामा चाहिँ खिच्छौँ। त्यसपछि आजको लागि सक्यो। म आज फेरि कस्तो कि अघि त्यो धेरै गाडी चढेर कस्तो रिङ्गटा चलिरहेको छ कि अहिलेसम्म। तपाईँहरूलाई म जस्तै इन्जोय गर्दै हुन्छ हुनु न। म चाहिँ अलिकति इन्जोय गरिरहेको छुइनँ मेरो फोटो नराम्रो आएर। तपाईँहरू कतिको इन्जोय गर्दै हुन्छ भन्नु होला। यदि तपाईँलाई यो भिडियो हेर्दा अब गर्मी भइरहेछ भने यहाँको शीतल हावा म तपाईँहरूलाई पठाइदिन्छु ल। नाइस। मार्बल डाँडा चाहिँ यस्तो छ है, हेर्नुहोस् ल सबजना। यहीँबाट हेर्नु होला। हामी चाहिँ ठ्याक्क त्यहाँ माथि डिलमा फर्स्टमा पुग्यौँ, त्यसपछि ओह्रालो यहाँ झरेर यहाँ आइपुग्यो हो। यस्तो छ। अहिले ठ्याक्क मौसम पनि कस्तो कि घाम पनि डुबेर हेर्नु न। यहाँ भ्यू हेर्नु साथीहरू, भ्यू ओ माई गॉड।
बसिरहेको थियौँ त्यो डाँडादेखि अहिले हामी फेरि यहाँ अहिले आएर यो स्पट चाहिँ एकदम भाइरल स्पट भएको थियो नि त यो स्पट। यही स्पटमा चाहिँ सिजन मानेको एक जमानामा 1-2 वर्ष अगाडि एउटा भ्लग मार्बल डाँडा एकदम भाइरल भएको थियो नि त। त्यो बेला चाहिँ यही स्पट भाइरल भएको थियो। फोटो खिच्दा ट्राई गऱ्यौँ तर त्यस्तो राम्रो त आएन। अब हामी चाहिँ जान्छौँ। अस्ति चाहिँ मेरो चस्मा कसँग छ? अब चाहिँ हामी जान्छौँ। लगभग मान्छेहरू सबै गइसक्यो, अलिअलि मान्छेहरू माथि छ। अनि अब चाहिँ हामी ओह्रालो हो नि त। अब कुट्टु कुद्ने हो साथीहरू। अब अघि चाहिँ हामी रङ बाटो आएछौँ, अब चाहिँ जुन बाटो जान्छौँ नि त्यो बाटोबाट चाहिँ हामी कति मिनटमा पुग्छौँ है? आधी घन्टामा उकालो नि मान्छेहरू आधी घन्टामा आएको रहेछन् भनेपछि हामी त 15 मिनट जतिमा त 20 मिनटमा त झर्छौँ कि पनि। मेरो खाप पनि दिनुहोस्। सो अब चाहिँ हामी तलतिर लाग्न थाल्यौँ है। अब चाहिँ हामी ओह्रालो जान्छौँ। अघि चाहिँ हामी उल्टो बाटो भएर चाहिँ हामीले 1 घन्टा हिँड्न परेछ। त्यो हामीले त अघि त डेन्जरै खालको बाटो हिँडेको नि त है। त्यो वाला बाटो चाहिँ हामीले मिस्टेक भएर चाहिँ हुन त त्यहाँबाट पनि पुगिँदो रहेछ, बट हामीले चाहिँ अलिकति मिस्टेक भयो क्या। हुन त 2 जना मान्छे सोधेको हामीले, तर उहाँहरूले पनि खै भन्नु, अब उहाँहरूले भन्नु नजानेको कि होइन, हामीले नबुझेको खै के हो अनि त्यही छ। तर त्यस्तो वाउ फोटो चाहिँ आएको छैन। भिडियो चाहिँ मेरो अलिअलि राम्रै आएको छ। टिकटक जस एउटा चाहिँ बनाएँ। अनि अब चाहिँ हामी लाग्छौँ। साथीहरू मलाई चाहिँ नि जङ्गलको बाटोहरू उज्यालो हुँदाखेरि डर लाग्दैन न? कस्तो डर लाग्छ नि त? यस्तो के हुन्छ नि, यो सबै यस्तो भएर यस्तो छाया पर्छ नि हो, यस्तो ठाउँ चाहिँ मलाई कस्तो डर लाग्छ कि। त्यही भएर म छिटो हिँड्न ट्राई गर्दैछौँ। तर अस्ति नै हामी जुन यदि मेरो रेगुलर हेरिरहेको भएको भ्युहरू हुनुहुन्छ भने अस्ति हेभन डाँडा गएको थियौँ नि त, त्यहाँ त लास्टै नै डर लागेको थियो कि। यहाँ त एटलिस्ट मान्छेहरू छन्, चहल पहल अलिअलि भए पनि छ। अनि त्यही भएर त्यस्तो साह्रो छैन। अनि हामी अब गोदावरीदेखि फेरि हस्टेल जानु छ। भगवान् हामीलाई धेरै टाइम लाग्छ अझ हस्टेल पुग्दा। हामीले चाहिँ अघि उल्टो गऱ्यौँ है साथीहरू। हामी गएर आएको त्यो डाँडा हो है। अनि हामी त उताबाट गयौँ। तपाईँहरू चाहिँ कस्तो हुन्छ नि, पिच आउनुहोस् होइन। त्यसपछि यो फुलमाया खाजा घर यो देख्नुहुन्छ नि हो, यहाँलाई चाहिँ नछोडिकन त्यसपछि यहाँदेखि यो बाटो बुझ्नुभयो नि, यो बाटो जानुहोस् है। त्यसो गर्दाखेरि मतलब बाटो पनि सजिलो छ, आधी घन्टासम्म माथि पुगिन्छ। साथीहरू भन्छन् नि आफ्नो यहाँ निधारमा लेखेको कुरा जे छ त्यही पाइन्छ भनेर। हेर्नु यति सजिलो रहेछ कि यहाँ यसरी जाने बाटो भनेर यस्तो मजाले। अनि माथि पसल पनि छ भनेर पानी सानी खानु मन लाग्यो होइन। यहाँ यत्रो इन्फर्मेसन देखाइरहेछ। अनि यहाँदेखि सररै जानुपर्ने रहेछ। अनि हामी चाहिँ त्यहाँ अरू मान्छेलाई सोधेर बाटो भएर क्या धेरै बाटो पल्टेको क्या हामी। अनि अझ कन्फर्म गर्न 2टा मान्छेलाई सोध्यौँ। 2टै मान्छेले हामीलाई उल्टो भनिदियो। अनि हामी चाहिँ ठ्याक्कै यहाँदेखि आधी घन्टा लाग्छ नि। हामी चाहिँ यस्तो घुमेर 1 घन्टा लाएर पुग्यौँ कि साथीहरू। लड्दै जुकालाई टोकाउँदै प्यान्ट हेर्नु यस्तो दैला मैला। अच्छा के गर्छेस् मङ्गले आफ्नै ढङ्गले भन्ने जस्तै भयो। अब यहाँ पछि त पिछे अब त हामी गोदावरी पुगिहाल्यौँ। गोदावरीदेखि गाडी चढ्ने त थाहा छ अस्मिते? मलाई भोक लाग्यो। हामी जस्तो उल्टो बाटो चाहिँ नजानुहोस्।